अब जाडो भयो यो के भन्ने आएको छ यो चाहिँ के हो त्यो नाथे के होइन मैले अघि भनिसकेँ होइन भनिसकेँ मैले होइन केही होइन त्यो तीर्थमबाट आउँदाखेरि कुरा गाउँको बहिनी हो मेरो छैन समली होइन कि ए समली भनेको चमेली सुनेछ यता आऊ यहाँ बस भने त्यस्तै त्यस्ता नाथे गरी त्यो भइरहन्छ त्यस्ता संसद भवनबाट चाहिँ प्रेमी आएन भनेर फुत्त निस्किनु भएको अर्का साम्पाङ है बाहिर पत्रकारले चाहिँ सोद्धा तपाईँको यो नयाँ काण्डमा चाहिँ के छ भनेर सोद्धा चाहिँ उहाँले केही बोल्नुभयो त झुइक बोल्नु भएन नि त्यसको बारेमा केही कुराहरू बोल्नै खोज्नु भएन क्या किन थाहा छ किनकि त्यहाँ केही न केही त रहस्य छ क्या ए चमेली समेली जे भयो नि मतलब त भएन नि त ए चमेली छेउमा आइदेऊ न ठिक छ त आफ्नो चेली बहिनी दिदी नाता गोता इष्ट होइन छेउमा बस्नु त भन्न पाइगयो नि तर चमेली छेउमा आइदियो जाडा हो भन्नुको अर्थ के लाग्छ त्यो रेड बुलभित्र चाहिँ को जुन चिज छ नि हो त्यसको कारणले हो क्या कालो कर्तुत हेर्नुहोस् त मान्छे माननीय भएर कतिसम्म गिर्नु हुँदो रहेछ हामी त भुइँ मान्छे माटो यस्तै पार हो भने अब पहिला समर्थन गरे बिचमा यी बुढालाई मैले मनै पर्दैन अब अहिले त झन् गिरेरै गइसक्यो मेरो नजरमा है तपाईँहरूको नजरमा पनि यस्तै नै हुन्छ अनि अझै स्ट्याटस लेख्नुहुन्छ क्या चमेली मेरो बहिनी हो छिमेकी हो त्यही भएर छेउमा बस मात्रै भनेको हो अनि त्यो जाडो भयो छेउमै बस भनेर चाहिँ किन नलेखेका यसरी आफूलाई राम्रो बनाउन खोजिएको छ क्या